अब चाहिँ हामीहरू ड्युटी जान लागेको छौँ। हामी बिस्तारै हिँडिरहेको छौँ किनभने हामीलाई केही बाल छैन। अफिसमा जसले जे भन्नु जस्तो गरौँ केही बाल छैन। हामीलाई चाहिँ अटो कुदिरहेको छ तर हामी जाँदैन। हामी चाहिँ ढिलो भएको छ तर हामी अटोमा जाँदा हामी हिँडेरै जान्छौँ किनभने हामीलाई म्यानेजर अफिसमा कसैको मतलब छैन कि हामी भनेको डन मान्छे हो। हामीलाई चाहिँ कसैको मतलबै लाग्दैन। जसले जे भने नि जे गरे पनि त्यस्तो चाहिँ होइन है। डर मान्नुपर्छ म्यानेजरहरू सबैको। डर मानेन भने चाहिँ केही पनि हुँदैन। आज चाहिँ हामीहरू घरबाट छिटो निस्केको छौँ किन हामी 9:30मा हामी पुग्नुपर्ने हो। हामी चाहिँ आज 9:10मा हिँडेर यहाँ 15 भइसक्यो। हामी त्यही पनि हिँडिरहेको छौँ नत्र पनि हामी जहिले पनि लेट आउँछौँ कि 9 बजेर गाडी लिएर 20मा हामी यहाँबाट 9 बजेर हामी 20मा हिँड्छौँ। यति दौड्छ नि साथीहरू दौड्दै सास फुल्लिँदै दौड्नुपर्छ। जस्तो आज चाहिँ हामीहरू छिटो आएर तर बिस्तारै कसैको बाल नदिएर हामी चाहिँ हिँडिरहेको छौँ। नत्र यस्तो धाउन्छ के गर्नु। हजुर त मजाले घर इन्जोय गरेर बसिराख्नु भएको छ होला। हामी चाहिँ के गर्नु काम गर्नु पर्यो। दुःख छ।